सोच्नेहरूलाई लाग्छ होला होटलको काम एकदम सजिलो, तर भोग्नेलाई थाहा हुन्छ होटलको काम कति गाह्रो हुन्छ भनेर। अनि फेरि आफ्नो मान्छे भएपछि अनि कति रमाइलो हुन्छ भनेर पनि भिडियो पुरा हेर्नु होला है त। अल गुड गाइज, हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै र आरामै छु भन्नका साथ हजुरहरूलाई स्वागत छ मेरो डे 39 मिनी ब्लगमा। आजको मौसम एकदम शीतल गरेको थियो, त्यही भएर एकदम खुसी हुँदै अनि मैले चट्ट क्यामेरा फुटाउँदै भिडियो बनाउँदै म चाहिँ लखर लखर हिँडेर ड्युटी लाग्यो। मैले भर्खरै होटलमा के खुट्टा राख्न पाएको थियो, अनि मेरो साथीले चाहिँ पुरै गिरेली सलाद बनाएर दिँदै रहेछन्। अनि मैले रोख मैले भिडियो बनाउँछु, ब्लगमा हाल्ने हुन्छ। अनि क्लिप्सहरू पनि चाहियो नि त मलाई, एकदम भिडियो बनाउन आजभोलि गाह्रो छ नि त, तपाईँलाई थाहै छ। आजभोलि मेरो डाइटिङ भन्ने मात्रै हुन्छ। अनि पानीपुरी होला आएपछि सबै केटाहरू जान्छन् खाने, अनि आफूलाई पनि खान मन लागेर आफूले पनि गएर गफ खाइन्छ। अब के गर्ने, गाह्रो छ साथीहरू, डाइटिङ भन्ने मात्रै हो, मुख कन्ट्रोल गर्न सकिन्न। त्यसपछि चाहिँ फेरि भैँसी जस्तै मोटाएपछि बल्ल फिल हुन्छ। अनि फेरि मैले किन खाएँ होला भन्ने, अनि मैले कस्तो लाग्छ नि फेरि त्यति बेला रिग्रेट फिल, मैले किन खाएको होला नि त। साँच्ची भन्नु पर्दाखेरि हामी नेपालीलाई मात्रै हो कि पछि बुद्धि आउने, सबैको पछि बुद्धि आउँछ। अनि फेरि प्यान्ट्रीवाला चाहिँ एकदम म पानीपुरीवाला बन्छु दाइ भनेर मलाई बनाएको थियो, अनि मैले चाहिँ भिडियो सिडियो बनाइदिएको त फेरि सबैभन्दा पहिला चाहिँ मलाई फलो गर्नु होला। म जहिले पनि यस्तै होटल लाइनको भिडियो ल्याउँछु, अनि कहिले कसो फ्यामिलीसँग, अनि कहिले कसो साथीहरूसँग, अनि कहिले कसो कतै कतै घुम्न गएको भिडियोहरू ल्याइरहन्छु। अनि रमाइलो रमाइलो पलहरू, रमाइलो रमाइलो कुराहरू, हजुरहरूलाई केही सिक्ने कुराहरू, आफूले केही भोगेको कुराहरू सबै म भन्ने छु। र त्यही कारणले मलाई फलो, लाइक, कमेन्ट, सेयर सबै गरेर राखिदिनु होला है। अनि सबैभन्दा पहिला कुरा, होटलमा दुःख चाहिँ किन हुन्छ भने जब आफ्नो मान्छे हुँदैन अनि आफ्नो कुराहरू सेटलाई गएर भनिदिने, नहुने कुरा लगाइदिने, भएको कुरा पनि नलाइदिने, अनि नभएको कुरा चाहिँ लगाइदिने। अनि सेटले आफ्नो काम नदेख्दाखेरि चाहिँ यस्तो रिस उठ्छ नि, अनि फेरि तब लाग्छ कि एकदम दुःख फिल टाइपको लाग्छ। भन्न सजिलो हुन्छ होटल लाइन, तर गर्न पनि गाह्रै हुन्छ। अनि सबै कुरा सहेर गरिसकेपछि चाहिँ बेस्ट हुन्छ, होटल लाइन पनि बेस्ट हुन्छ, त्यस्तो केही हुँदैन। तर गाह्रो पनि हुन्छ, अनि सुख पनि मिल्छ, अनि दुःख पनि मिल्छ, सबै कुरा मिल्छ। तर एकदम सक्सेस भएपछि चाहिँ होटल लाइन पनि एकदम बेस्ट हुन्छ। यस्तो ढाबाडुबी लाइनमा लागेर चाहिँ केही पनि छैन साथीहरू। अनि त रमाइलो तब लाग्छ होटल लाइनमा सबै साथीहरू मिल्ने होस्, अनि सबै केटाहरू मिलनसार भएर एकदम काम गर्न चाहिँ मजाक मस्ती गरेर एकदम बेस्ट। अनि मजा आउँछ कि, किनकि सबैजना आफ्नै जस्तो फिल भएपछि मजा आउँछ नि त काम गर्न। सबै एकै नासी हुनु पऱ्यो कि, सबले मजाक गरेको सहने यताउता सब। त्यही हो होटल लाइन सुख हुन्छ भन्ने सबैलाई सेयर गरिदिनु होला। अनि आजको लागि यति नै, भेटौँ अर्को मिनी ब्लगमा, तबसम्मको लागि बाई बाई एन्ड टेक केयर गाइज। मेरो हातमा चाहिँ घमाउरा बेसी आएर चाहिँ म मलम लाउँदैछु, अनि छपक्कै सुत्छु। र अनि भोलिपल्ट हजुरहरूको लागि मैले दामी ब्लग लिएर आउँछु है त। बाई बाई।